नेतृत्वले गरिदिन सकेन। पछि सात राजदल र माओवादीको बीचमा वार्ता भयो, छलफल भयो। हामी सहकारी गरेर समाजवादीका विरुद्ध लड्ने सहमति गर्यौँ र अमोल जनार्दनले र समर्थनमा त्यसैले यसको संरक्षण पनि र विकासका लागि पनि गणतन्त्रवादी शक्तिहरूको बीचको सहकारी भएकोमा आधार गरेर बनेको छ। यो कुरा सही हो, तर विडम्बना के भइरहेको छ भने राजनीतिवादीलाई पक्षघाती शक्तिहरूलाई सहयोग पुग्ने गरेर आज नेपाली काङ्ग्रेस नेपाली गठबन्धनको सरकारले काम गरिरहेको छ। त्यसो हुँदा देशभरिका इमानदार राष्ट्रव्यापी गणतन्त्र पक्षधर नेपाली काङ्ग्रेस र एमालेका साथीहरूलाई म के भन्न चाहन्छु भने आफ्नो नेतृत्वमा खबरदारी गर्नुहोस्। हामीलाई चाहिएको राजनीति होइन, गणतन्त्रको विकल्प राजनीति हुनै सक्दैन। त्यसकारण उन्नत खालको गणतन्त्र नै यसको विकल्प हो। गणतन्त्र सुदृढ सबै कुराको यहाँ कसैले आफ्नो व्यक्तिको लागि दबाब लगाउनुहुन्छ भन्ने म आग्रह गर्न चाहन्छु। गणतन्त्रले नेपालीहरूलाई अधिकार दियो, गणतन्त्रले विकास दियो, गणतन्त्रले तपाईँहरूलाई स्वतन्त्र बनायो, गणतन्त्रले तपाईँहरूलाई भयबाट नागरिक बनायो। त्यसो हुँदाखेरि गणतन्त्रको मैले यसपछि यति मात्र कुरा राखेँ र अर्को कुरा किला गाउँपालिका हाम्रो माओवादी आन्दोलन जुम्लाको माओवादी आन्दोलन यो एक आधार क्षेत्र हो। अझ भनौँ माओवादीको उत्पत्ति क्षेत्र किला गाउँपालिका हो भन्न पनि फरक पर्दैन। हामीले हिजो कालमा तिलालाई हामीले हाम्रो जुम्लाको हेडक्वार्टर भनेर परिभाषित गरेको हेडक्वार्टर पनि थियो र आज हामी युद्धको स्वरूप हिजो गाउँबाट सहर भएपछि रणनीतिमा एकता गरेका थियौँ। यसकारण गाउँमा हामीले हिजो हाम्रो राजधानी आज हामी सहर बनाउँदै गएर हामी वैधानिक संरचनाहरू बनाउने बाध्यता छ। त्यसकारण सहरमा हुनुपर्ने खाजोको आवश्यकता पनि हो, तर सहरमै जनतालाई गाउँलाई ध्यान दिनुपर्ने, गाउँलाई सहरलाई ध्यान दिनुपर्ने माओवादीको समायोजनको फ्युजनको एउटा कार्यदिशा आज पनि त्यतिकै आवश्यक छ। त्यसकारण हामी किला गाउँपालिका जुम्ला माओवादीबाट यो सधैँ रेडी छ। तपाईँहरू हाम्रो आभार हो। जुम्ला माओवादी पार्टी र माओवादी आन्दोलनको स्थापनालाई माओवादी पार्टी यदि व्यक्तिगत खालको समस्या आयो भने हामी आजादीका यहाँ शहीदहरूको बलिदान रहेका सन्तहरूले हिजोको योगदानलाई स्मरण गर्छौँ र फेरि हामी सही बाटोमा हिँड्छौँ। यो योगदानको बारेमा छ। त्यसैले तपाईँहरूको अघिल्लो निर्वाचन पनि अहिलेको निर्वाचन पनि तपाईँहरूलाई श्रेष्ठता हासिल गर्नु यसले पुष्टि गर्छ कि हाम्रो आधारका अझै पनि गएको छैन। हाम्रो आधारका अझै पनि मजबुत छ। जसले माओवादी र माओवादीहरूलाई अगाडि बढ्न सुदृढ गर्न मजबुत बनाउन सहयोग गर्छ। हाम्रो अभिभावक अझै यही पार्टीलाई विश्वस्त भएको छ र हामी म के भन्न चाहन्छु भने हाम्रो यो आजको सम्मेलनमा समाजवादी हाम्रो घोष भएको छ र तपाईँहरू सबैको अगाडि नयाँ कार्यभार आएको छ र हामी माओवादीहरूले अब एउटा नयाँ सङ्कल्प गर्नुपर्नेछ। हामी माओवादीहरूले अब फेरि नयाँ बलिदानको एउटा चुक्ता गर्नका लागि तयार हुनुपर्नेछ। यो सबै राष्ट्र र जनताका लागि हुनेछ भन्ने कुराको नयाँ प्रतिबद्धता आज फेरि गर्नुहुन्छ र कृतज्ञता साथ हामी बढ्नेछौँ। यही विश्वासमा व्यक्त गर्दै हाम्रो यो सम्मेलनको